बिग तपाईँ यता देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस् हाम्रा प्लेयरहरू। यता हाम्रो मेन प्लेयर रेड वेस्टको। यहाँ अहिले म्याच हुनेछ चाउचाउको एक बिबिसवाला। हाम्रा प्लेयरहरू केही एकछिनमा गेम स्टार्ट हुनेछ। अहिले सब प्र्याक्टिस मात्रै गर्दैछन्, एक्सर्साइज। हाम्रो ग्राउन्डमा लगभग 2 बल छन्। एक यो, एक उतातिर देख्न सक्नुहुन्छ तपाईहरु। किपरलाई देगा ना। हाम्रो प्लेयर हेर्नुहोस् यता। अहिले केही क्षणमा म्याच स्टार्ट हुनेछ, तपाईहरु हेर्नु होला। देखि छ उहाँ हाम्रो गोलकिपर। एक चाउचौकी हुँदैछ यता। अहिले प्लेयर फिक्स गर्दैछन्, त्यसैले अहिले म्याच स्टार्ट हुने छैन। उ प्लेयर फिक्स भइसके तपाई देख्न सक्नुहुन्छ। वहाँनिर अब म्याच स्टार्ट हुँदैछ। 10 प्लेयरको हाम्रा यहाँ प्लेयर्सहरू। गोलकिपर उताको त लागे छैन, त्यसैले मैले देखाउन सकेको छैन तपाईहरुले। तपाईहरुलाई मैले यतातिरको देखाइ सक्दैन किनभने उहाँ लागिसकेका छैनन् गोलकीमा। उता एक प्लेयर अझै आउनु हुँदैछ। यहाँ म्याच स्टार्ट हुँदैछ। मैले एकछिन ब्रेक लिएको थिएँ किनभने अहिले म्याच स्टार्ट हुन्थेन, किनभने तपाईहरुलाई धेरै टाइम पनि लाग्थ्यो। त्यसैले अहिले मैले एकछिन बन्द गरेर फेरि स्टार्ट गरेको छु। अब म्याच स्टार्ट हुनेछ। हेर्नुहोस् बल यता हाम्रो राम दाई, यो उताको दाई, उते दाई, उते हाम्रो गोलकिपर, यता यो हाम्रो ध्रुव दाई, लच्छु दाई सब रहेका छन्। यता निखिल दाई तपाई देख्न सक्नुहुन्छ। ल पास भइसकेको छ। हाम्रो ध्रुव दाइकोमा बल गएको छ। उता पास। नाइस। ओ रोकेको छ। नाइस। और हाई उडाएको छ।
पर यति बेला बीचबाट निक्ल्यो भने त और वहाँनिरदेखि पास भइसकेको छ। वहाँनिर खेल्दैछन् प्लेयर्सहरू। अब कसको गोल हुन्छ त? सुरुमा चाउचाउको हुनेछ, 1-1 20-20 वाला चाउचाउको हुनेछ। यता म्याच हाम्रो ह्यान्ड भइसकेको छ। सायद फल भएको हो, मैले देख्न सकिनँ किनभने मैले त्यो भाइलाई उता जा भन्दै थिएँ। अब पड्काउँदैछन् बल। अब म्याच स्टार्ट भइसकेको छ। यता गएको छ बल। और वो आउट भइसक्यो बल। वहाँनिर पास गरिसकेको छन्। उतातिर पनि प्लेयर्सहरू रहेका छन्। और पास भइसकेको छ। और ओ पास नाइस। उता गोल हान्दै थियो र त्यो दाइले पास गरिसकेको छ उता। ओ नाइस शट। उता पास गरी खेल्दैछन्। ह्यान्ड भइसकेको छ उता। यो टिमले हान्न चान्स पाउनेछ। तपाईँ हेर्नुहोस् यहाँदेखि कसरी सर्ट हानेर गोल हान्छन् कि आउट हान्छन्। यता चेक लागेको छ। गोल भइसकेको छ त्यता। एक चाउचाउ आइसक्यो यिनीहरूको। यतातिर एक चाउचाउ उताको टिमले पाइसके। यतातिरको उनीहरू धेरै खुसी हुँदैछन्। अब फेरि म्याच स्टार्ट हुँदैछ। उतातिर पास गरिसकेका छन् ध्रुव दाइलाई। अब ध्रुव दाइ आफ्नो खेल देखाउँदै अगाडि बढ्दै छन् र आफ्नो साथीलाई पास गर्दै। र फेरि उनको साथीहरूले ध्रुव दाइलाई नै पास गरेको छ, तर ध्रुव दाइले फेरि आफ्नो खेल देखाउँदै अगाडि बढ्दै जानुभएको छ। र उताबाट फेरि हान्दै ध्रुव दाइले एकचोटि आफ्नो गोल जानबाट फेरि बचाउनु भएको छ र यो आउट भइसकेको छ। ध्रुव दाइले आफ्नो टिमको फेरि एक चाउचाउ जानबाट बचाउनु भएको छ, तर फेरि एकचोटि आउट भइसकेको छ। ल पास भइसकेको छ बल। अब गेम स्टार्ट भइसक्यो हाम्रो। अब उताको टिमले यतातिर पास गरेर उताको टिमले उता बल लग्दै अगाडि। अब के गर्नुहुन्छ उताहरूले? गोल हान्नुहुन्छ कि आउट जाने रहेछ? हेरौँ।
ल यहाँको दाइले पास गर्दै उहाँ लच्छु दाइले रोकिसक्नु भएको छ। यतादेखि निखिल दाइले आफ्नो खेल देखाउँदै अगाडितिर बढ्दै ल यहाँनिर पुगिसक्नु भएको छ। ल यहाँदेखि अगाडि गएर बल आउट हुनबाटै यहाँ ठुला दाइले रोक्नु भएको छ र उता पास गरिसक्नु भयो आफ्नो टिमलाई। ओके बल आउट गइसकेको छ देख्नुहुन्छ तपाईहरुले। ल अब गेम स्टार्ट हुनेछ। हाम्रो उहाँ राम दाइले हान्नु हुँदैछ गोलकीबाट र आफ्नो साथीतिर पास गर्नु हुँदैछ। उहाँ ध्रुव दाइकोमा पास गर्नुभएको तर उहाँ अर्को टिमले छोपिसक्नु भएको छ बल। और यो बल आउट गइसकेको। म्याच स्टार्ट हुनेछ। तपाईहरुलाई बोरिङ नलाग्ला भनेर मैले अहिले यो रुखिएर तपाईहरुलाई देखाउँदै छु। यहाँ पास भइसकेको छ। उहाँ दाइले रोक्नु भएको। बल ध्रुव दाइकोमा आइसकेको छ र राम दाइले दिएर राम दाइले यस्तो शट हानेर आफ्नो अर्को टिमलाई दिनुभएको तर अर्को टिमले बल खोसे। यहाँदेखि अर्को टिमको दाइले लगेर जाँदै गोल हान्दै गर्नुहुन्थ्यो तर यहाँ निखिल दाइले हाम्रो बचाइसक्नु भएको छ त्यो गोललाई तर ह्यान्ड भयो त्यता। त्यहाँदेखि उहाँ बाहिर गयो नगएको रहेछ। उहाँ दाइले रोकिसक्नुभयो बाहिर जानुभन्दा अगाडि नै तपाई देख्न सक्नुहुन्छ यता। र यता गोलकी दाइले रोकेर फेरि हान्नु हुँदैछ। आफ्नो टिमलाई पास गर्नु हुँदैछ। र राम दाइले कता आफ्नो टिमलाई पास गर्न सक्नुहुने रहेछ कि नगरि सक्नुहुने रहेछ। उता आफ्नो टिममा पास भइसकेको छ। उहाँ ध्रुव दाइले लग्नु भएको छ बल। ल उतादेखि पास गरेर उतातिर गएको छ बल के हुने रहेछ अब त्यहाँ। ल उतातिर दाइले लग्नु भएको छ। उतातिरको दाइले गोलकीले रोकिसक्नु भएको छ बल। यता बल पास गरिसक्नु भएको छ उतातिरको गोलकी दाइले। यतादेखि दाइ लग्दै र ह्यान्ड भइदियो। उता किप्पर दाइले फेरि रोक्नु भएको छ र किप्पर दाइले उडाउँदै यता बल। यता ध्रुव दाइले छोपिसक्नु भएको छ। अब ध्रुव दाइ आफ्नो टिमलाई पास गरिसक्नुहुन्छ कि नै हेरौँ। ल एकजनादेखि खोसेर अर्को टिमको जनाले ध्रुव दाइदेखि फेरि खोस्नु भएको तर ध्रुव दाइले फेरि लिएर अगाडि बढ्दै बल उतातिर पास भइसकेको रहेछ। ल लच्छु दाइले बल हानेर आफ्नो टिममा पास गर्नुभएको छ तर अर्को टिमले फेरि लगे बल ह्यान्ड भएको छ। ध्रुव दाइले हान्नु हुँदैछ बललाई। टिममा फेरि ध्रुव दाइकोमा गएको रहेछ। किपरले फेरि क्याच गरिसकेको छ। किपरबाट दाइले फेरि फाल्नु भएको छ। यहाँ हाम्रो दाइले खेल्दै यता निखिल दाइले आफ्नो साथीमा पास गरेर निखिललाई फेरि अगाडि बढ्दै आफ्नो साथीकोमा फेरि पास गर्दै यता बल लाए। और यो दाइले कस्तै आफ्नो खेल देखाउँदै अगाडि बढ्दै तर उहाँको बल खोसियो तर राम दाइले आफ्नो टिमकोमा पास गरेर ल यो बल ध्रुव दाइकोमा गएको छ।
उतादेखि आफ्नो टिममा पास गर्दै आउट भएको थियो। तर ध्रुव दाइले आफ्नो खेल देखाउँदै अगाडि बल लग्दै लच्छु दाइले पनि आफ्नो जति सक्छ त्यति प्रयास गरेर बल खोज्ने कोसिस गर्नुभएको थियो। तर उहाँको टिमले पास गरिसक्यो। यताकोबाट टिमले गोल हान्न सक्नुहुन्छ कि सक्दैन उनको उम्मिद छ उनीहरूको टिमको अहिले गोल हान्ने। तर आउट हुन्छ कि गोल हुन्छ। आउट भइसक्यो यो बल। आउट गएको हुनाले अहिले रोकेर फेरि हान्दैछन् यता। हाम्रो यहाँ दाइले पास गरिसक्नु भएको छ। फेरि आउट भइसकेको छ यता। बल पास भइसकेको छ र उताको टिमले फेरि बल अगाडि लग्दै यता हाम्रो दाइले खोज्ने प्रयास गरिरहनु भएको छ। उहाँको दाइले हाम्रो टिमको दाइले यहाँ खोसिसक्नु भएको र बल उता गएको छ। अर्को टिमको दाइले हान्ने प्रयास तर आउट गएको छ। हाम्रो गोलकिपर दाइले हान्नु हुँदैछ। यता हानेर बल उता पास गर्नुभएको छ आफ्नो टिममा। तर अर्को टिमले हेड हानेर उता हालिसकेका छन् बल र आउट गएको रहेछ। यतातिरको हाम्रो टिमले बल पास गरेर ध्रुव दाइ आफ्नो खेल देखाउँदै अगाडि बढ्नु हुँदैछ। दर्शक तपाईहरु देख्न सक्नुहुन्छ यता। यता बल खोसेर अगाडि बढाउँदैछन् दाइहरु अर्को टिमका। हामीहरुका सब प्लेयर यता छन्। उहाँ खेल हुँदैछ र यता हाम्रा प्लेयर्सहरु गोलकिपर पनि अगाडि आइसकेका छन् उताका। बल अहिले उता रहेछ। म उता देखाउँदै थिएँ। म प्लेयरहरुलाई देखाउँदै थिएँ त्यसैले बल अहिले उता रहेछ। उतादेखि हाम्रा दाइ हान्दै गोल जान्छ कि जाँदैन हेरौँ। यतादेखि दाइले हान्नुभयो र उहाँ बल आउट गइसकेको छ। अब बल हान्ने गेम स्टार्ट भइसक्यो। उताको टिमले बल खोसेर अगाडि लग्नु भएको थियो तर हाम्रो टिमले खोस्नु भएको छ र उताको टिमले फेरि बल खोसिसक्नु भएको छ। अगाडि गएर उनीहरुकै टिमले गरेछ पास। यता हाम्रो टिमको दाइकोमा बल पास भइसकेको छ। अब दाइ आफ्नो खेल देखाउँदै आफ्नो साथीकोमा पास गरेर अब गोल हान्नु हुनेछ। अर्को टिमले गोल हानेर यतातिर आइसकेको छ बल। उता हाम्रो राम दाइकोमा बल पास भएको रहेछ।
हाम्रो लच्छु दाइले पास गरेर निखिल दाइकोमा पास गर्नुभएको छ। निखिल दाइले ध्रुव दाइकोमा पास गर्नुभएको छ। अब ध्रुव दाइ आफ्नो खेल देखाउँदै अगाडि बढ्दै हुनुहुन्छ, अर्का प्लेयरलाई झुक्काउँदै। तर अर्को प्लेयरले बल हानेर अगाडि बढाइदियो। तर हाम्रो प्लेयर पनि खोज्दैछन् बललाई एक गोल हुनलाई। अगाडिको म्याच बराबर गराउनलाई हाम्रा प्लेयर पनि धेरै कोसिस गर्दैछन्। यहाँ फल भइसकेको छ हाम्रो। पेनाल्टी हुनेछ। नजिक गएर देखाइदिन्छु तपाईहरुलाई। गोल भइसकेको छ। मलाई अफसोस छ कि किनभने हाम्रो टिमको 2 गोल गइसकेको छ। उनीहरूको टिमको 2 गोल गइसकेको छ, हाम्रो टिमको 1 पनि गएको छैन। हाम्रो यतादेखि यतासम्म धेरै टाढासम्म हाम्रो यो प्लेग्राउन्ड हो। हाम्रो यहाँ क्रिकेट, फुटबल सब खेल्ने गर्दछन्। हाम्रो प्लेयर्सहरू यता हाम्रो टिमको पास भइसकेको छ। निखिल दाइले यहाँ हाम्रो बल खोजिसक्नु भएको छ। अब यतातिर बल उडाइसक्नु भएको छ। हाम्रो यहाँ म्याच स्टार्ट हुनेछ। वहाँ हाम्रो दीपक दाइले हान्नु हुँदैछ। उहाँले हान्नुभएको छ बल। ध्रुव दाइले आफ्नो टिमलाई पास गर्दै र राम दाइले पनि आफ्नो टिमलाई पास गरेर तर अर्को टिमकोमा गएको रहेछ। र यता हाम्रा टिमका दाइहरूले पनि सक्दो कोसिस गर्नुभएको छ। और यो फेरि गयो गोल गयो फेरि यता। यतातिर साइडमा क्रिकेट खेल्दैछन्, त्यसैले धेरै हल्ला हुँदैछ यतातिर। त्यसको लागि इग्नोर नगर, त्यो क्रिकेटको हल्लालाई इग्नोर गरिदिनु होला तपाईहरु। र यतातिर गोलकिपरमा गइसकेको छ उताको टिमको। हाम्रो यहाँ ध्रुव दाइले हानेर उतातिरको गोलकिपरकोमा गइसकेको छ बल। उतातिरको टिमको दाइले पास गरेर आफ्नो गोलकिपरको, तर अर्को दाइले निकालेछ उनीहरूको टिमको। उतादेखि आफ्नो टिमको पास गर्दैछन् उनीहरू दाइहरू। उदाइ आफ्नो खेल देखाउँदै अगाडि बढ्दैछ, तर हाम्रो टिमको दाइले उ गरेर फेरि त्यो दाइकोमा गएको छ बल। हाम्रो ध्रुव दाइले हेडिङ हानेर त्यो गोल बचाइसक्नु भएको छ। यतातिर भएको यतातिर आउट भइसकेको छ बल। आउट गएको बल रिस्टार्ट भइसकेको छ। यतातिर बल खाइसकेका छन्।
और निखिल दाले भोलि हानेर यो बल बचाइसक्नु भएको छ। यतातिर हेडिङ हानेर फेरि बचाउनु भएको छ। यतातिर पास गरिसक्नु आफ्नो टिमलाई। ओ निखिल दाले फेरि उतातिर पास गर्नुभएको रहेछ। उतातिर पास गरिसकेका छन्। उतातिरको राम दाइले बल खोसेर आफ्नो टिमको गोल जानबाट बचाइसक्नु भएको छ। र उता टिमको पास गरेर आफ्नो टिमको गोल कोसिस गर्नु हुँदैछ। उताको टिमले आफ्नो गोल फेरि होस् भनेर उतादेखि बल पास गरिसकेका छन्। यता र बल यतातिर पास गरेका छन्। और यो दाइले आफ्नो टिममा पास गरिसकेको छ। उहाँ उतातिरको टिमको पनि दाइ पनि कोसिस गर्दैछ। तर यतातिरको दाइले सक्दो कोसिस गरेर आफ्नो गोल गर्ने कोसिस हाम्रो टिमको दाइले, तर आउट जान पनि बचाउनु हुँदैछ। देख्न सक्नुहुन्छ उतातिर पास भइसकेको छ अर्को टिमको। बल यता पास भइसकेको छ। निखिल लक्ष्य दाइले पनि आफ्नो खेल देखाउँदै अगाडि बढ्दै नौ नम्बर जर्सीवाला दाइले पनि आफ्नो खेल देखाउँदै यता गोल हान्नु हुँदै थियो। तर हाम्रो उतातिर 9 नम्बर जर्सी दाइको गोल गइसकेको छैन। त्यतातिर प्ले ग्राउन्डमा बल आइसकेको छ। तर अब अहिले म्याच स्टार्ट गर्छन् अर्को। म्याच स्टार्ट गर्नेछन् केही समयमा। स्टार्ट भइसकेको छ म्याच। उतातिर 9 नम्बर जर्सी भन्दा यतातिर हाम्रो यता हाम्रो राम दाइले बल निकालिसक्नु भएको छ आफ्नो टिममा पास गरेर। तर अर्को टिमको दाइले पनि आफ्नो खेल देखाउँदै बल फेरि आफ्नो कब्जामा लिइसकेको छ अगाडि बढाउँदै। उताको दाइले बल रोक्दैछ। ल यतादेखि फेरि हान्नेछ किनभने आउट गएको छ हाम्रो बल। अब हाम्रो दाइ आफ्नो टिममा पास गर्नेछ र हाम्रो टिममा पास भएन। तर अब के हुन्छ यहाँनिर उता हाम्रो ह्यान्ड भइसकेको छ। देख्न सक्नुहुन्छ तपाईहरुले। यतादेखि हाम्रो दाइले हान्दै के हुन्छ यतादेखि हाम्रो दाइले हानेर अर्को टिममा पास गरेर फेरि यतातिर हाम्रो निखिल दाइले आफ्नो खेल देखाउँदै आफ्नो टिममा पास गर्नुभएको छ। आफ्नो टिमले फेरि उतातिर पास गरेर अर्को टिमकोमा पास गर्नुभएको छ। तर यतातिर हाम्रो दाइले पनि फेरि रोकिसक्नु भएको छ। 9 नम्बर जर्सीको दाइ आएर फेरि बल आफ्नो कब्जामा लिएर फेरि उतातिरको टिम दाइले उतातिर हानेर अर्को टिमकोमा गएको छ। हाम्रो टिमको दाइले पनि धेरै सक्दो कोसिस गरेर बल खोसिरहेका छन्। और उतादेखि पास भइसकेको छ। अब यतातिर हाम्रो दाइ हाम्रो टिमको दाइले पनि धेरै सक्दो कोसिस गरेर बल आफ्नो कब्जामा लिइसक्नु भएको छ। तर 9 नम्बरको दाइले फेरि आफ्नो टिमलाई पास गरेर हान्नेर तर गोल रोकिसकेका छन्। गोलकिपरले फेरि बल उडाइसकेका छन्। यतातिर हाम्रो टिमको दाइले सक्दो कोसिस गरेर आफ्नो टिमलाई पास दिनुभएको छ। यतादेखि हाम्रो दाइले फेरि उता हान्दाखेरि उतातिरको दाइले आफ्नो टिमकोमा पास गरेको छ र यता हाम्रो टिमकोले बल खोसेर आइसकेको छ।
बल आउट भइसकेको छ र बल पास गरिसकेका छन्। 9 नम्बर जोशीको दाइले अगाडि बढाउँदै ल यता गोल सकिन्छ कि सकिन। ल दाइले गोल रोकिसकेको छ किपरवाला दाइले। यो धेरै खुसीको खबर हो। हाम्रो यतातिर बल पास गरिसकेको छ आफ्नो टिमलाई खोसेर फेरि अर्को टिमकोलाई पास गरेर ध्रुव दाइले आफ्नो खेल देखाउँदै अगाडि बढाउँदै ल अब हान्नुहुन्छ। फेरि गोल जान्छ कि जाँदैन अर्को टिमले खोसिसकेका छन्। आधी घन्टा भइसक्यो मिलन। ड्रोन ल्याउनु पर्यो अब यता म्याच स्टार्ट हुँदैछ। तेरो यसलाई यहाँमा पनि अब लगाइने राम्रो देखिन्छ नि त। चिल्लो देखाउने भयो तिमीले मात्रै के होइन यो खालि छाला निकाल्न लागि। यतादेखि हाम्रो दाइ पास गर्नुहुने रहेछ। पास गरेर आफ्नो टिममा पास गर्नुभएको छ आफ्नो दाइले। यहाँदेखि अस्ति नै घरि आन्दी अब यहाँमा पुरा साला निकाले यता गोल भएकोले त्यसैले यहाँ म्याच स्टार्ट हुँदैछ। हाम्रो म्याच स्टार्ट हुँदैछ। अबे बहिनी यता पास गरिसकेका छन् हाम्रो टिमको ध्रुव दाइले आफ्नो खेल देखाउँदै अगाडि बढ्दै। ध्रुव दाइले आफ्नो खेल देखाउँदै यतातिर बल आफ्नो लिएर सक्दो कोसिस गरेर यता हाम्रै टिमको दाइकोमा गएछ तर यो दाइले खोसेर उता लगिसकेको छ बल। उतातिर आउट भइसकेको छ देख्न सक्नुहुन्छ। गेम स्टार्ट भइसकेको छ। यता उतातिर हाम्रो म्याच भएर गोल हान्दै थिए तर यता हाम्रो गोलकिपरले रोकिसकेका छन्। नाम थियो अनिस। यतातिर हाम्रो दाइले बल रोकेर आफ्नो टिमको पास गर्नुभएको तर 9 नम्बरको दाइले 9 नम्बर जर्सीको दाइले गोल हान्दै तर हाम्रो गोलकिपरले रोकेर आफ्नो साथीकोमा पास गरेर हाम्रो ध्रुव दाइ खेल देखाउँदै आफ्नो अगाडि बढ्दैछन्। यतातिर पास भइसकेको छ उहाँको टिमको दाइकोमा। यतातिर हाम्रो टिमको दाइले आफ्नो टिमकोमा पास गरिसकेका छन्। त्यतातिर आफ्नो टिमको पास गर्दै यतातिर पास गर्दै हाम्रो दाइहरूले उतातिरको दाइले धेरै कोसिस गरेर अगाडि लग्दैछ तर हाम्रो ध्रुव दाइ पनि गोल जानबाट रोक्दैछ तर यतातिर हाम्रो दाइकोमा पास भइसकेको छ। उसले आफ्नो साथीकोमा पास गरिसकेको छ तर झलक दाइले पनि आफ्नो साथीकोमा पास गरिसकेको छ। उतातिर यता हाम्रो टिमको दाइले ह्यान्ड गरेको थियो त्यसैले उताको दाइले हान्नुभएको छ।
यतातिर दाइ पोल्के हान्दै त हाम्रो गोलकिपर दाइले धेरै कोसिस गरेर रोकिसक्नु भएको छ बल। यता हाम्रो दाइले पास गरेर उतातिर पास गर्दै बल। यतातिर बल पास गर्दै हाम्रो दाइले यतातिर राम दाइ निखिल दाइ हाम्रो टिमको दाइले पास बल पाइसकेको छ। अब उतातिर आफ्नो टिममा पास गरेर अब हाम्रो टिमको दाइले पनि अब आफ्नो टिमलाई पास गर्नेछ तर उतातिर पास भइसकेको छ उनीहरूको टिमको। फेरि हाम्रो दाइको टिम गोलले लगेर यतातिर बल खोज्दैछन्। उतातिरको टिमको अहिले गोल हुन्थ्यो तर उतातिर कोही थिएन। उतातिरको दाइले पास गरेर लग्दैछ। यतातिर अर्को टिमको दाइले बल लग्दै ध्रुव दाइले यतातिर बल लग्दै हुनुहुन्छ। ध्रुव दाइले फेरि बल खोसिसक्नु भएको छ तर ध्रुव दाइले हानेको काम भइसकेको छ। यता बल उतातिर म्याच स्टार्ट हुँदैछ। शान्ति बहिनी हो बहिनी खाली कुटाइ तँ 6 वर्ष कि भ्याए बर्थडे थियो नि त्यतिखेर तेरो बर्थडेमा अझ आउने मेरो बर्थडे असार यतातिर बल आउट भइसकेको छ। सर्ट हानेर हाम्रो दाइले म अर्को भाइलाई दिँदैछु। यतातिर हाम्रो ध्रुवलाई पास गर्दै छोटा था तेरा दाई को इन मत दे मेरो अंकल चुप लाग तो बंद करता नहीं सीजन में को पेंट करने के लिए चुप लागेर भाइ पर्दैन के भयो फुक्नु खाएर एला खोकी को पिरामी छ निमोनिया भयो होला हैन ए हाम्रो त करे इको जान्छ नि जाँदैछ रामको कसले गोल गोल खाएको छ